नमस्कार फेरि पनि सबैजनालाई म पवित्रा रम्तेल यति बेला भने म छत्रेश्वरी गाउँपालिका वडा नम्बर 6 लान्ती भन्ने ठाउँमा छु र नौमती बाजा तालिम 10 दिने नौमती बाजा तालिममा चाहिँ छु। आज भने हामी तालिमको तेस्रो दिनमा रहेका छौं र तेस्रो दिनमा चाहिँ हामी हाम्रो दिदीबहिनीहरूलाई सनाईमा एउटा भाका बजाउनका लागि मैले सिकाउँदै छु। अनि त्यो भाका चाहिँ बसे है पाले दाइ गेट नलाई नलाई भन्ने भाका रहेको छ। एकदमै मिठो भाका रहेको छ र यो भाकाको वास्तविक सर्जकलाई सम्मान व्यक्त गर्दै सनाईमा यो भाका बजाउनको लागि आज मैले सिकाउँदै छु र यहाँ सनाई सिकिसके पछाडि अरू बाजाहरूसँग मिसाएर बजाउँदा कस्तो हुन्छ त्यो पनि यहाँहरु माझमा हामी देखाउने छौं, लिएर आउने छौं। ल सुरुमा है त्यहाँ मात्रै पार्ने ल। भनेको चाहिँ हे बसे है पाले दाइ। अब सुरुमा हे बसे है मात्रै है, शब्द गरेर सिक्छ हामी। बसे है दुईचोटी फुक्ने हे बसे फेरि रेडी 1 2 3 गो राखेर हे बसे है मात्रै सिक्दैछौँ है। ल रेडी 1 2 3 गो। फेरि रेडी हे बसे है भयो है। अब फेरि हाम्रो सनाई चाहिँ कस्तो छ भने मेरो सनाईमा चाहिँ अगाडि 8 वटा प्वाल छ हैन, अनि उहाँहरुको सनाईमा चाहिँ अगाडि 7 वटा अनि यहाँ पछाडि छ के सानो प्वाल छ एउटा। अनि यसलाई पनि यस्तो गरेर टालेर बजाउनु पर्ने हुन्छ उहाँहरुको सनाईमा चाहिँ। सुरुमा चाहिँ अलिअलि गाह्रो थियो, मलाई पनि सुरुमा गाह्रो लागेको थियो सनाई चाहिँ है। यस्तो गरेर राख्दाखेरि अलि अप्ठ्यारो हुँदो रहेछ के। ल बसे है पाले दाइ बजाउँ त। बसे है अब पाले दाइ हेर्नु ल। अब यसलाई उठाएर दुईचोटी फुकिने पाले दाइ माथि जाने पाले दाइ। ल गर्नु त। पाले दाइ फेरि यसरी हामीले चाहिँ शब्द थोरै गरेर चाहिँ सनाई मैले उहाँहरूलाई प्र्याक्टिस गराइरहेको छु। जानेको कुराहरू धेरैजना हेर्नेहरूले किन सिधै गीत सिकाएको, अरू बाजा के भन्छ बिहेहरूको धुनहरू पनि सिकाउनु भन्नुभएको थियो। सुरुमा कहिले सनाई नसुन्नेहरूलाई रागहरू बजाउनलाई अलिक गाह्रो नै हुन्छ, अनि हामीले चाहिँ गीत बजाएर अनि सजिलो हुन्छ भनेर चाहिँ गीतबाट सिकाइरहेको छु। अहिले चाहिँ अब गीतमा आउला चाल्न जान्ने भइसके पछाडि फेरि थप उहाँहरूको अन्य दोस्रो लटको तालिममा चाहिँ उहाँहरूले बिहेमा बजाउने कुराहरू सिक्नुहुनेछ। अनि कस्तो लागिरहेछ आज गीत सिक्दै हुनुहुन्छ सारेगामा भन्दा पछाडि? एकदमै राम्रो लागिरहेछ। होइन होला होइन होला होइन म त होइन जस्तै देखिरहेको छु, खै पिर माने जस्तो नि देख्छु त। रमाइलो लागिरहेछ। रमाइलो लागेछ त्यही भएर आज के को पिर मान्नु, हाम्रो योगा हलमा यसो सामानहरू हेर्दै यसो कति राम्रोसँग गीत बजाउँदै गर्दा म्याम हलमा कति राम्रो प्र्याक्टिस गराइदिनु भएको छ। कति हेर मलाई यहाँ भिडियोमा फुरुक्क पारेर फेरि ओहो तारिफ गरेर आमामा जस्तो मान्छेले हामीलाई सिकाउँदा हामी कति हर्षित छौँ। मामा पुरै छोडिदिनु यहाँ हेर्नु मलाई फकाउनु भयो। यो चाहिँ यहाँ मैले प्र्याक्टिस गर्न लाखौँलाई गर्छ भनेर फकाएर हेर्नु त्यो हेर्नु। त्यति मात्र होइन 10 दिन भन्दा 20 दिन बस्नुहुन्छ नि त हाम्रो मायाले। ओहो बसाइहाल्छ। ल यहाँहरूले राम्रो फेरि सल्यान जाउँ जस्तो लाग्ला नि त। लाग्छ होइन मलाई सल्यान आउँ जस्तो लाग्छ, आइन्छ पनि। ल एकचोटि बजाउँ अनि हामी पुरा सिकिसकेर बाजा सहितको भिडियो यहाँहरूलाई देखाउँछौँ है। ल ल गीत गाउन सजिलो कि बजाउन सजिलो? गाउन सजिलो। सजिलो बजाउन त
यति साह्रो भित्रबाट सास पनि निकाल्न गाह्रो हुन्छ कोही कोही बेला यहाँ दुखेर हैरान भएको छ तै पनि कति